हामीमध्ये धेरैले विश्वास भन्ने बित्तिकै आँखा चिम्लेर हाम फाल्ने कुरा मात्र सोध्छौँ। तर के तपाईँलाई थाहा छ, बाइबलले हामीलाई विश्वास मात्रै होइन, विवेक प्रयोग गर्न पनि सिकाउँछ। आज हामी विश्वास र तर्कको सन्तुलनबारे कुरा गर्दैछौँ। नोआले विश्वास गरेर जहाज बनाए, तर उनले नाप, गणना र तर्कसङ्गत इन्जिनियरिङ प्रयोग गरेर त्यो विशाल जहाज तयार पारेका थिए। विश्वासको अर्थ अन्धो हुनु होइन। दाउदले गोलियतलाई ढाल्दा उनले प्रयोग गरेको ढुङ्गामा अभिषेक त थियो, तर दाउदसँग त्यो ढुङ्गा हान्ने सिप पनि थियो। कतिपयले प्रभुको महिमाको लागि भन्दै बेसुरा गाउँछन् वा नराम्ररी वाद्यवादन बजाउँछन्। सुन्नुहोस् न, प्रभुको लागि भन्दैमा जे पायो त्यही नगर्नुहोस्। यदि तपाईँसँग गाउने वरदान छैन भने मण्डलीमा अरू सेवा खोज्नुहोस्। त्यो अशिष्टता होइन, इमान्दारी हो। आफ्नो सिपलाई निखार्नु र विकास गर्नु पनि परमेश्वरको इच्छा हो। साराको गर्भबाट बच्चा जन्मनु एउटा चमत्कार थियो, तर उनले पनि 9 महिना नै कुर्नु पर्यो। परमेश्वरले जादु जस्तो गरेर एकैछिनमा बच्चा जन्माउनु भएन। हाम्रो जीवनमा पनि प्रक्रिया, प्रोसेस हुन्छ। कहिलेकाहीँ तपाईँले प्रार्थना मात्र गरेर हुँदैन, धैर्यताका साथ काम पनि गर्नुपर्छ। एस्तरले रानी बन्ने अनुग्रह त पाइन्, तर उनले आफूलाई तयार पारिन्, नुहाइन्, सिङ्गार गरिन्। तपाईँ कतै जाँदै हुनुहुन्छ वा केही बोल्दै हुनुहुन्छ भने तयारी गर्नुहोस्। सामाजिक सञ्जालमा लेख्दा स्पेलिङ हिज्जे जाँच्नुहोस्। पवित्र आत्माले बोल्नुहुन्छ भन्दैमा अध्ययन नगरी जथाभावी नबोल्नुहोस्। ज्ञान लिनुहोस्, अध्ययन गर्नुहोस् र आफूलाई योग्य बनाउनुहोस्। प्रतिज्ञा गरिएको देशमा दूध र मह त बग्थ्यो, तर त्यहाँका मानिसहरूले खेतीपाती र भेडा चराउनै पर्थ्यो। काम गर्नुहोस्। परमेश्वरले परिश्रमी हातहरूलाई चाहिँ आशिष दिनुहुन्छ। मूसा सिधै परमेश्वरसँग कुरा गर्थे, तर उनलाई पनि ससुरा इत्रोको सल्लाह चाहिन्थ्यो। आत्मिक हुनुको अर्थ म कसैको सुन्दिनँ भन्नु होइन। डाक्टरको सल्लाह मान्नु, आराम गर्नु र स्वास्थ्यको ख्याल राख्नु पनि यी सबै आत्मिक बुद्धि नै हुन्। रुथले बोअजसँग विवाह गरिन्, तर नाओमीको सही मार्गदर्शन र प्रशिक्षण बिना चाहिँ त्यो सम्भव थिएन। जीवनमा अघि बढ्न हामीले कसै न कसैबाट चाहिँ सिक्नै पर्छ। प्रिय मित्रहरू, आत्मिकताको अर्थ व्यवहारिक बुद्धि त्याग्नु होइन, प्राकृतिक संसारलाई चाहिँ व्यवस्थापन गर्न जान्नुपर्छ, अनि मात्र आत्मिक संसारमा पनि हामी सफल हुन्छौँ। विश्वासले पहाड त हल्लाउँछ, तर पहाड खन्नको लागि बेलचा पनि चाहिन्छ। बुझ्नुभयो नि? परमेश्वरले तपाईँलाई बुद्धि दिनुभएको छ, त्यसलाई प्रयोग गर्नुहोस्। जय मसीह।